कथा। एक सुन्दर जोडी थियो। केटाकेटी धेरै वर्षसम्म माया प्रेम बसेपछि विवाह गर्छन्। विवाहपछि त झन् माया प्रेम पनि बढ्दै जान्छ। दुवैजना धेरै नै खुसी र एक सुखी परिवारका साथ रमाउँदै जीवन निर्वाह गरिरहेका हुन्छन्। बिहान बेलुका श्रीमती पूजापाठ गर्न भनेर सधैँ आफ्नो पतिको लामो आयु होस् भनी भगवानसँग प्रार्थना गर्छिन्। अनि श्रीमान पनि दिनभरि काम गरेर आउँथे। दिनभरि मजदुरी गरेर एक नयाँ जीवनको नयाँ सुरुवात श्रीमतीलाई खुसी राख्ने पतिको सोच थियो। एक दिन बिहानै केटा काममा जान्छ, तर बेलुका साँझ परिसक्दा पनि घर फर्कँदैन। श्रीमान घर नफर्केपछि केटी धेरै आत्तिन्छे। धेरैपल्ट फोन ट्राई गर्छे, तर मोबाइल स्विच अफ हुन्छ। रातभरि आफ्नो श्रीमान आउने आशामा ढोकामा कुरेर बसिरहेकी छिन्। भोलिपल्ट बिहानको 7 बजे केटा घर आउँछ। तब श्रीमतीलाई उसले ढोकामै देख्छ अनि श्रीमानले भन्छ, किन रुँदै ढोकामा बसेको नि, आऊ उठ भित्र जाउँ। अनि श्रीमतीले भन्छन्, तपाईँ रातभर कहाँ जानुभएको थियो र? श्रीमान केही नभुली कोठातिर जान्छ र सुत्छ। भोलिपल्ट श्रीमतीले भन्छन्, ए हजुर काममा जानुहुन्न? श्रीमान चार्केर बोल्छ, तँलाई के को मतलब? दिन बित्दै जान्छ, घर परिवारमा झगडा बढ्दै जान्छ। 1 महिनापछि केटाले केटीसँग डिभोर्स माग्छ, तर केटीले मान्दिन। श्रीमतीले नमानेपछि श्रीमानले जबरजस्ती उनलाई डिभोर्स पेपरमा साइन गर्न लगाउँछ। त्यस पश्चात केटाले घर छाडेर जान्छ। श्रीमान आउने आशामा केटी धेरै तित्रुँदै बस्छिन्, तर केटाको कुनै अत्तुपत्तो चल्दैन। एक नयाँ पेट पाल्न भए पनि केटीले एक अफिसमा काम खोजेर काम गर्छिन्। 1 वर्षपछि केटीसँगैको अफिसमा एक काम गर्ने केटाले केटीलाई प्रेम प्रस्ताव राख्छ। केटी पनि मजबुर थिइन्। यति लामो जिन्दगी एक्लै त बिताउन सकिँदैन भनेर बिहेको लागि राजी हुन्छन्। तर केटीको मनमा पहिलेको केटाको लागि अझै माया रहेको हुन्छ। एक दिन विवाहको दिन थियो। अफिसको केटासँग केटीको बिहे हुँदै थियो। बिहेको मण्डपमा पण्डित मन्त्र पढ्दै थिए अनि केटाले केटीको सिउँदोमा सिन्दुर हालिसकेपछि अचानक एक पागल जस्तो देखिने, दारी पनि लामो, कपाल लामो पालेको अनि चिङ्रिङ्ग परेको हातमा थाली बोकेर बिहेको मण्डपमा आयो। अनि एक भगवानको मूर्ति र पत्र केटीको हातमा दिएर गयो। केटी अचम्ममा परिन्। केटीले त्यो पागलले दिएर गएको एक मूर्तिलाई हेर्दै आँखाभरि आँसु पारिन्, किनकि त्यो मूर्ति पहिलाको केटालाई उनले मायाको चिनो स्वरूप दिएकी थिइन्। अनि केटीले पत्र खोलेर पढ्न थालिन्। पत्रमा लेखिएको थियो, मेरो प्राणभन्दा प्यारी सानो, म तिमीलाई अझै पनि धेरै माया गर्छु। म चाहन्थे कि तिमी मेरो होइन अरू कसैकी बन भनेर, किनकि मलाई क्यान्सर छ। जुन दिन तिमी रुँदै ढोकामा बसेकी थियो, त्यही दिन म काम गर्ने ठाउँमा काम गर्दै गर्दा मुखबाट रगत निक्लिन पुग्यो। त्यस पश्चात म डाक्टरलाई जचाएर रिपोर्ट हेर्दा मलाई क्यान्सर छ भनेर डाक्टरले भने। त्यसैले म टेन्सनले घर पनि गइन। म एक दिन घर नजाँदा त तिमी रातभरि छटपटियो भने म संसारबाट बिदा हुने बेला तिम्रो हालत कस्तो होला? म यो सागरबाट टाढा हुँदैछु सानो, तर अब तिमीले आफ्नो नयाँ जीवन सुरुवात गर्छौ।
म कति नै दिन बाँच्छु होला र। त्यसैले तिम्रो जीवनमा म थिएँ भनेर कहिल्यै नसोच्नु ल। माया पाउनु मात्र होइन, गुमाउनु पनि माया हो। प्लिज मलाई खोज्ने कोसिस नगर्नु। उही तिमीलाई माया गर्ने अभागी अन्तिम बिदा। केटी गेटतर्फ दौडिँदै जान्छन्, तर केटा देखिँदैन र रुँदै रुँदै नयाँ जीवनको सुरुवात गर्छन्। साँचो माया गर्ने प्रेमीहरूले आफ्नो प्यारो मानिसको भविष्य कहिले खराब बनाउँदैनन्। कसैलाई पाउनु मात्र साँचो प्रेम हुँदैन, कसैको मनमा ठाउँ बन्नु नै साँचो प्रेम हो।